नमस्कार साथीहरू, आज हामी सिक्नेछौँ बिजुली चलाउने बेलामा बालबालिकाहरूले के सावधानी अपनाउनु पर्छ भनेर। बिजुली के हो त? बिजुली एउटा शक्ति हो जसले बत्ती बाल्छ, पंखा घुमाउँछ र मोबाइल चार्ज गर्छ। तर गलत प्रयोग गरियो भने यो खतरनाक पनि हुन सक्छ। अब हेरौँ है हामीले के ध्यान दिनुपर्छ। बिजुलीको हातले बिजुली नछुनुहोस्। कुनै पनि स्विच तार वा उपकरण छुनुभन्दा पहिले हात सुक्खा बनाउनुहोस्। पानी र बिजुली मिल्दा करेन्ट लाग्न सक्छ। चुट्टिएको तार वा खुल्ला सर्किटबाट टाढा रहनुहोस्। यदि तपाईले कुनै तार लत्रिएको वा नाङ्गो देख्नुभयो भने छुनु हुँदैन। बुबा आमा वा शिक्षकलाई तुरुन्तै खबर गर्नुहोस्। धातुको चिजले प्लग वा सर्किट नछुनु। चक्कु, पेन्सिल, स्क्रु यी चिजहरूले सर्किटमा के पसाउनु हुँदैन। त्यो गरेमा करेन्ट लाग्न सक्छ। यो धेरै खतरनाक हुन्छ। बिजुली उपकरण चलाउँदा सधैँ ठुलो मान्छेबाट अनुमति लिनुहोस्। टिभी, हिटर, चार्जर, हेयर ड्रायर यी उपकरण प्रयोग गर्दा सधैँ आमा, बुबा वा शिक्षकको सहयोग लिनुहोस्। तारहरूमा नखेल्नु र तारहरू तानेर ननिकाल्नुहोस्। प्लगको टाउको समातेर बिस्तारै निकाल्नुपर्छ। बिजुली राम्रो सेवक हो। सावधानी अपनायो भने हामी सुरक्षित र स्मार्ट रहन सक्छौँ। साथीहरू, तपाईहरूले यी सबै कुरा सम्झिनु भयो भने तपाईँ सुरक्षित रहनुहुन्छ र बुद्धिमान बालक वैज्ञानिक बन्नुहुन्छ। पूर्ण भेटौँला अर्को रमाइलो भिडियोमा।